सधैँ पढ्नु होला है। दुईवटा भगवानको प्रार्थनाहरू छन्। श्रीमद् भागवत महापुराणको अन्तिममा दुईवटा श्लोकमा प्रभुलाई व्याख्या गर्नुभएको छ श्री सुतनामा पौराणिक गुरु महाराजले। भवे भवे यथा भक्ति पादयोस्तव जायते तथा कुरुष्व देवेश नाथस्त्वं नो यत प्रभो नाम संकीर्तनम यस्य सर्वपाप प्रणाशनम प्रणामो दुख समनस तम नमामि हरिम परम। फेरि सुन्नुहोस्। भवे भवे यथा भक्ति पादयोस्तव जायते तथा कुरुष्व देवेश नाथस्त्वं नो यत प्रभो नाम संकीर्तनम यस्य सर्वपाप प्रणाशनम प्रणामो दुख समनस तम नमामि हरिम परम। भवे भवे यथा भक्ति पादयोस्तव जायते। भगवान जति जति जन्म भए तापनि, जहाँ जहाँ जन्म भए तापनि, जसरी हजुरको चरणमा मेरो दृढ मति दृढ भक्ति लागिरहन्छ, मलाई त्यस्तै कृपा गरी बक्स्योस्। पहिलो श्लोक। नाम संकीर्तन यस्य सर्वपाप प्रणाशनम। भगवान प्रभु हजुरको नाम जप्नाले, नाम संकीर्तन गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छ। प्रणामो दुख समनस। जुन प्रभु हे भगवान हजुरले प्रणाम मात्र गर्नाले सम्पूर्ण दुख नष्ट हुन्छन्। तम हरिम नमामि। यस्ता परम दयालु परम कृपालु हरिम श्री हरि भगवानलाई म नमामि नमस्कार गर्दछु। भवे भवे यथा भक्ति पादयोस्तव जायते तथा कुरुष्व देवेश नाथस्त्वं नो यत प्रभो नाम संकीर्तनम यस्य सर्वपाप प्रणाशनम प्रणामो दुख समनस तम नमामि हरिम परम। यी दुईवटा श्लोकहरू, यी प्रार्थना हुन् भगवानका। जपिरहनु होला गाईका कोठामा, शालिग्राम शिलाको नजिकमा, तुलसीका नजिकमा, आफ्नो पूजा कोठामा, आफ्नो गुरुका नजिकमा, या पुण्य क्षेत्रमा, श्रीकृष्ण गण्डकी आदि पुण्य नदीका तीरमा बसेर आनन्दपूर्वक यिनलाई जप्यो भनेदेखि भगवानको भक्ति प्राप्ति हुन्छ, वचन शुद्धि हुन्छ, देह शुद्धि हुन्छ र हाम्रो पुण्य प्राप्तिको मार्गमा हामी अगाडि बढ्न सक्छौँ। मैले माथि लेखेको छु, यसलाई तल पढेको सुन्दै माथि पनि हेर्नुभयो भने 3-4 दिनमा कण्ठ भइहाल्छ। ल नारायण भन्नुहोस्, हरि हरि भन्नुहोस्, तल नारायण हरि हरि कमेन्टमा लेख्नु होला है। हरि ओम।